कांग्रेस दास र लासहरूको पार्टी होइन। भाषण दमदार थियो, ऐतिहासिक पनि थियो, जसले देशको पुरानो लोकतान्त्रिक पार्टीमा नयाँ ऊर्जा थप्ने काम गर्यो। आइएको मधेसिया छौडा प्रधानमन्त्री बनेला है वैला वैला। शिरमा भातगाउँले टोपी, शरीरमा मधिसे पोसा, विविध संस्कृतिलाई आदर र स्वीकृति दिने गजबको सहिष्णुता देखिन्छ। अङ्गालो देशले चाहे जस्तो, अझ विश्वले चाहे जस्तो। यस्तो आकर्षित दृश्य कि दृश्य हेरेरै भोट दिउँ दिउँ लाग्ने। अनि यी दुई दृश्यहरू हेर्नुहोस् त। एकातिर खच्चर जो भारी बोक्न सक्छ तर बच्चा जन्माउन नसक्दा उसको भविष्य छैन। अर्कोतिर यस्तो नेपाली जहाज जसको कम्पास छैन, कोलम्बसको पूर्वतिर लाग्दा पश्चिम पुगेको जहाज जस्तो। यो अघि देखिएका दृश्यहरू सब आकर्षण गर्ने खेल चाहिँ हो, तर सबै यी गौण हुन्। यस्ता खेलहरू पहिले पनि हामीले देखेका थियौँ, अहिले पनि देखिरहेछौँ र पछि पनि देख्नेछौँ। तर मूल कुरो सिद्धान्तविहीन राजनीति अघि नै हामीले देखेको खच्चर जस्तै हुन्छ, जो भारी त बोक्न सक्छ तर भविष्य देखाउन सक्दैन। अनि असमानता र गरिबी उत्पादन गर्ने मुख्य संरचनाको जरो पत्ता नलगाइकन गरिने यस्ता नौटङ्कीहरूले देश पक्कै पनि चल्दैन। समस्या समाधान केवल भिडको क्रोध र मनोरञ्जनले गर्दैन। यो त अघि नैको गतिहीन कम्पासविहीन जहाज जस्तै हुन्छ। अनि नेपालको कम्पास किन हरायो त? नाम मात्रको कम्युनिस्ट, खासमा कमाउनिस्ट, जसको पुच्छरमा राष्ट्रवादको नारा झुन्डिएको छ। भारतीय विस्तारवाद, अमेरिकी पुँजीपति दलाल आदि आदि इत्यादि। अनि अर्को 1990 पछि बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको आयातित विश्व बजार नीति। काङ्ग्रेस होस् या वाम, दुवैले यही मोडल अपनाए। तर न पुँजीमा सुधार भयो न उद्योग। मोटाएको गाई जस्तो, माथिबाट हेर्दा पैसै पैसा, दुध अलिकति पनि नदिने। अर्को श्रम शक्ति विदेशियो, रेमिट्यान्स बढ्यो, आयात पनि बढ्यो, भन्सार पनि बढ्यो, अनि भ्रष्टाचार पनि बढ्यो, तर उद्योग चाहिँ बढेन। त्यसमाथि अबको 15 वर्षमा नेपालमा युवा शक्ति हराउँदै जान्छ, अर्थात् उत्पादनमुखी जनशक्तिको पलायन। अनि जमिनका दुई मित्र भारत र चीनसँगको असन्तुलित कूटनीति र आकाशका मित्र अमेरिकाको लेभरेज भूराजनीतिमा अलमल देखिनु। अनि अर्को सङ्घीयतालाई व्यावहारिकता दिन नसक्नु, अनि धार्मिक सहिष्णुतामा प्रश्नचिन्ह उठिरहनु र जनतामा गणतन्त्र र राजतन्त्र बीच अलमल भइरहनु। अनि नेपालको इतिहासमा पहिलो पटक सबै पार्टीहरूले आफआफ्नो प्रधानमन्त्री चयन गरी रेसमा दौडिसकेका छन्। तर नेपालको संविधान अनुसार प्रधानमन्त्री संसदले मात्र बनाउँछ। त्यसको लागि बहुमत चाहिन्छ। तर प्रधानमन्त्रीको रेसमा छिरेका यी व्यक्तिहरूसँग श्रव्य र दृश्यको मनोरञ्जन बाहेक अघि नै हामीले उठाएका प्रश्नहरूको उत्तर छ कि छैन? यहाँ प्रधानमन्त्रीको रेसमा कोही कसैको शिखण्डी बनेर अगाडि सरेका छन् भने कोही पार्टी कम कम्पनी भन्दा फरक नपर्ने देखिन्छ। तर निष्कर्षमा कुरा जे भए पनि अब यी पार्टीहरूले श्रव्य दृश्य मनोरञ्जन बाहेक अघिका प्रश्नहरूको उत्तर कम्तीमा जनतालाई दिन सक्नुपर्छ। कम्तीमा आफ्नो भिजन प्रष्ट पार्न सक्नुपर्छ। अनि जनताले पनि कम्तीमा यसको उत्तर खोज्नुपर्छ। तब मात्र जेनजी आन्दोलनको सार्थकता देखिनेछ। यस्तै केही राजनीतिक विश्लेषकहरूले बालेन्द्र ओलीको झापा 5मा भएको सङ्घर्षलाई मिनी जनमत-सङ्ग्रहको संज्ञा पनि दिएका छन्। कारण जेनजी आन्दोलनप्रतिको यी दुईको अलग अलग धारणा। तर टाउको टाउको जुधाएर गरिएको प्रतिस्पर्धा चुनावी मैदानभन्दा पनि बक्सिङ रिङ जस्तो मात्र देखिनेछ। यदि चुनावलाई लोकतन्त्र बनाउने नै हो भने अघि हामीले उठाएका प्रश्नहरूमा अरू थप प्रश्नहरू समावेश गरी सबै प्रधानमन्त्री बन्ने उम्मेदवारहरूबीच विश्वका पुरानो लोकतान्त्रिक देश अमेरिका लगायत अरू लोकतान्त्रिक देशहरूले जस्तो गर्ने बहसको अभ्यास गर्नु जरुरी देखिन्छ।
नत्र पार्टी फेर्दा पनि समस्या उस्तै, अनुहार फेर्दा पनि दिशा उस्तै। उही विचार हराएको देश, कम्पास हराएको जहाज। Do we? Our country needs strong leadership, not weak policies that have failed us time and again. We need to focus on uniting the country and at addressing the real issues facing Americans today.